टप्परे केटा हुन्छ नि अनि यो ग्रुपमा आएर म चाहिँ साइडमा बसेर त्यो मोबाइल कोटाएर केटीसँग बोलेर बस्छ नि तँलाई भनेको त्यो फोन राख्छ पहिला भगवानको चाहिँ गर्न मन लाग्छ मलाई त्यो ग्रुपमा चाहिँ केटाहरू सबै सिङ्गल भएर लामो राति होइन राति फर्काएर बस्ने हामी चाहिँ उनीहरू चाहिँ मलाई जहिले त्यो हामी चाहिँ मुठी हान्नमा टाइम छैन होइन मलाई उनीहरू चाहिँ मजाले गर्लफ्रेन्डसँग बोलेको छ जहाँ गयो नि केटीसँग म्याच ग्रुपमा यता खाजा खाएर चाहिँ यो गरिरहेको छ मनै पर्दैन भनेको तर तैँले त रातिमा केटीले कल गर्दैन होला गर्दैन किनकि उसको पनि त आँखाको समस्या निद्रा पुगिरहेको हुँदैन के गर्थ्यो कल मस्त केटीको पछाडि हिँड्ने होइन टाइम हुन्न केटाहरूले गर्लफ्रेन्डलाई कसरी टाइम दिन्छ म नि अचम्म गर्छु यार है विरक्त लाग्छ कि भगवान कसम यार आफूलाई देखेर विरक्त लाग्छ यार यत्रो भयो है यत्रो गरियो यत्रो कमाइयो पैसा अब मान्छेले पहिला भने कि होइन विदेश जानलाई त सियो आएपछि लप पर्छ केटी त फ्याट्टै घोप्नु पर्छ भनेर भन्ने सुन होइन त्यसपछि सियो आएपछि त घोप्नु पर्छन् भने खै अगाडि गयो कसैले फर्केर हेरेन आफूले फर्काइ हेरियो तर हेरेनन् होइन अनि त्यसपछि होइन भिजा लगाएपछि ठ्याक्कै केटी आफै आउँछ घोप्नु पर्न उतार्नु पर्न भने ठिक छ त्यो कुरा पनि सही हो अलिकति असभ्य बोलियो समाजमा आइयो गलत काम गरियो त्यो आफ्नो ठाउँमा छ त्यही पनि कोही केटी आएर हालिदिएनन् त्यसपछि होइन विदेश जाने बित्तिकै त डिपेन्डेन्टमा पाउनलाई केटीहरू लपक्क पर्छन् भनेर भने होइन घर गएर सोध्यो मेरो बाबुलाई चिन्छौ भनेर कुनै केटीलाई सोद्धाखेरि चिन्दिन भन्छन् केटीहरूले है मेरो छोरा जापान छ भन्दाखेरि म पनि त अस्ट्रेलियाको लागि एप्लाई गर्दैछु मेरो बोयफ्रेन्ड अस्ट्रेलियामा छ ल ठिक छ त्यहाँसम्म सही हो अब विदेशमा आएर बसियो केही कामसाम खोजियो घर पैसा पठाइयो अलिकति काम गर्दैछौँ हेन्डसम पनि भयो अब त होइन केटीहरू लिभिङ टुगेदर गेट टुगेदर घुम्नु पर्छन् भनेर भने होइन ल यसको यथार्थ चाहिँ के भने अहिलेको समयमा जीवनमा सबै कुराको मैले अनुभव लिएँ तर मलाई यो असभ्य शब्द बोले म माफ गर्नु तर मलाई यो सेक्स भन्ने कुराको परिचय पनि थाहा छैन कि होइन कपडा कसरी खुल्छन् भन्ने नि थाहा छैन मलाई भगवान कसम मैले झुट बोले होइन होइन मेरो बिहापछि पनि लचुप्पा खाम भनेर कसरी खाने ढाडतिर खाने कता खाने मलाई थाहा छैन मलाई थाहा छैन माफी चाहन्छु कि असभ्य बालबच्चालाई असर परेमा मेरो भिडियोले अनि त्यसपछि होइन जापानमा गएपछि त अब त केटी त जति नै पाइन्छन् 5 लाख नेपाली छन् आफै आउँछन् लिभिङ टुगेदर बस कसैको मेसेज आएन सही हो होइन रुटिङले फोटो हालेपछि त सेलिब्रिटी जस्तो हुन्छ भने तर कसैको मेसेज आएन होइन होइन युट्युबरलाई त जुन केटी नि आउँछ भनेर भन्यो त्यहाँ पनि कोही फर्केर आजसम्म मेरो मेसेन्जरमा एउटा केटीले हाई भने भए म यहीँ ट्रेन अगाडि गएर उभिन्छु भगवान कसम के मलाई यो भन्नु थियो एक दिन होइन यो मलाई मात्र किन यस्तो हुन्छ होइन काले कटौटेलाई राति राति केटीको मेसेज आउँछ हो कि नै आउँछ भगवान कसम भनेको के कोहीमा केटीलाई मेसेज गर्यो दाई भाइ तेरो बाउ दाई भाइ जाँची सम्पत्ति खान आइकियोस् सम्पत्ति खान आइकियोस् त रिस उठ्दैन यार मान्छेलाई आफ्नो बाबाले त मेहनत गरेर तेरो तैँले दाजुभाइ भन्दा मेरो दिदीबहिनी रिसाउन्नन् त्यो सोचिस् तैँले रिस उठ्ने यार जहिले सुकै यार कोही केटीलाई ल सम्झेछौ सानो तेरो बाउ सानो भन्छ सिधै केटीलाई केटाले सानो नभने के भन्ने बहिनी भन अरे बहिनी दाजुभाइ भन्ने हामीलाई दाइ भन्ने कि किन दाइ भन्ने त्यसको आमा बाबाले पाएको दाजुभाइ बनाउँछ भने घरै बाबालाई भन्ने मेहनत गर्न लाउने काज गर्न लाउने हामीलाई आएर नभना कसैले साह्रै चित्त दुख्छ यार जीवनमा कोही केटी छिमेकीले धरि फर्केर हेरेनन् कि मलाई म गयो भने तरकारी किन्न गयो भने त्यहाँ पढेलका छोरी भित्र जान्छ खै किन जान्छ राम्रो गरेर हेर्छ मर हिँड्छ भने चित्त दुख्छ यार मासला हेन्सम छु कन्से हेर्ने लायक छु महिना एकचोटि नुहाउँछु त्यो अलग कुरा हो होइन बुझ्ने कुरा हो नि त केटीहरूले अब आफूलाई पनि त लप परे पो नुहाउन मन लाग्छ चिटिक्क भएर हिँड्न मन लाग्छ त्यो कुरा भन्न पनि तर छैन कति नै भइसक्यो कति बेर छ नि 19 वर्ष भयो 20 वर्ष भयो न त्यसले रोजगार दिन्छ न छिमेकीले छोरी के गर्ने हामी अल्टिमा तोरी लाउरे भन्नेले भोलि नेपाल गएपछि छोरी लैजाला लाउरे भन्छ सपोर्ट चाहिँ गर्न खोज्यो है सपोर्ट चाहिँ गर्न खोज्यो तर यो सपोर्ट सक्सेसफुल भएन टाइट पैसा कमाइन्छ त जसले नि छोरी दिन्छ खै कमाइयो महिनाको 2 लाख नि कमाइयो 4 लाख नि कमाइयो कसले लियो छोरी हामीलाई
अब उमेर भएन बेला भएन मेरा बाउले गरे मेरा ठुलो बाउले गरे बिहा छिटै खै उनीहरूको चाहिँ 17-18 वर्षमा बिहा गर्दा हुने हाम्रो चाहिँ नहुने हुन्छ 19 को पार गर्यो भगवान कसम यदि कसैले मलाई मन पराउँछ भने भन म भर्खर बिहा गर्न नेपाल आउँछु कति नै भइसक्यो यार यी हत्केराले कोदाली खन्नी कि बारी खन्नी अति नै भइसक्यो क्या अब त सुलेमानी केटा दौडिरहेको छ चाकमा बुरुक आजकलको केटीहरूलाई पैसा खर्च गर्ने केटा चाहियो अरे सकिन्न खर्च गर्न दुखी गरिबमा जन्मियौँ के गर्ने पैसा छैन केटीलाई घुमाउने बाइक छैन टाइम भएन एउटा बुझिने कुरा हो नि त केटीहरूले नि साथ सपोर्ट दिन्छौँ ल आऊ बेबी बसौँ होइन एउटा छैन बेबी चाहिएन म अब जिन्दगीमा 2टा केटीलाई माया गर्छु एउटा मेरो बुढीलाई अर्को बुढीलाई मम्मी भन्ने केटीलाई मलाई फेरि छोरी मनपर्छ के अहिलेको समयमा चाहिँ 19-20 वर्षको छोरी मनपर्छ भन्छ एउटा छोरीले हेर्दैनन् म डोरीले म जान्छु मेरो डोरी चाहिँ काले जा डोरीले म रुखा झुन्डिन्छु होइन मकैको डोरी नले अलिक राम्रो डोरी ल्याएर चाहिँ डर खालको एउटा केटीको ज्यान हो तिम्रो केटीमा भने केटीको लागि भन्ने होइन सपना सबै हुरीले विरक्त लाग्छ चस्मा चाहिँ खोला न क्या आँसु देखियो आँसु देखिन्न चस्मा मान्छेको लप परेर ढोकाको कुरा त टाढा भयो एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा जहाँ डोरी लिएर आइज भाइ डोरी गएको छुट्टी हुन्छ भोलि एक दिन जाऊ त भाइ टोइलेट गएर मुख धरा मुठी टाइट विरक्त लाग्छ यो लेख त तेरो औँला नि कालो आउँछ के यसरी लेख्न नमस्कार म भागिन नेउपानेको भाइ रतन नेउपाने नमस्कार म रतन कार्की नवलपुरवासी अब सिग्नललाई छु कसैको दिदीबहिनीले मन नपराएपछि अब यदि कोही हुनुहुन्छ भने म परिपक्व छु म लभको लागि म परिपक्व छु यदि कोही हुनुहुन्छ भने आउनुहोस् मलाई लभ पार्नुहोस् इमोसन निकाल आँसु निकाल मलाई लभ पर्छ हल्का इमोसनल हो त्यस्तो होइन त रुने जस्तो होइन क्या रोमान्टिक यदि कोही चस्मा लाएर यदि कोही हुनुहुन्छ भने 98 मा कन्ट्याक्ट गर्नु होला त्यो त रेडियो पाउनु सही भनौँ त रोगमा ट्राई गर्छु चस्मा लाएर भन्नुपर्छ न त्यसरी त हेर्दैन अलिक चस्मा लाएर हो त के भन्दा फेरि बहिनी इंग्लिशमा अलिअलि बोल्देऊ के विदेशको अवस्था त बनाऊ So I'm very excited for today because I want to make friends, so many friends to my many countries, many today actually from Japan, Tokyo. Did I have a long time so you arrive purpose to all girls, so you have free time to on my text and yeah. So I love स्कुल पढेकाले के हेरेर बुझ्ने त्यो म जस्तो होला न रे नबुझ्ने तर गर्लसँग कसरी कुरा गर्ने भनेर कुरो भएको थियो तिमी त के गर्न थाल्यौ समाचार दिन थाल्यौ त निहंगो न हाटिङको ने देशने निहंग I said tomorrow तर म अलिकति इमोसनल भएर भन्छु कोही न कोहीमा त फिलिङ्स आउला नि आँखामा देख्नु पर्यो है माया गरेको मान्छे छोडेर गए त मेरो गल्ती हो धेरै माया गर्छु कोही छ भने आऊ लपार तपाईको प्यारो भाइ रतन कार्की के गर्नु गाह्रो छ एउटा केटीले नहेर्दैछ
सबैले टर्न चाहिँ के भनेको हेरेर मात्र भएर यार लप पर्नु पर्दैन पर्छ नि के भनेको हाल्नु पर्ने गुवामा भाउजी त के लप परेन भने अरू लम्बे अति छाडा